तपाईहरूलाई लाइफमा कुनै व्यक्तिलाई टाइम एनर्जी दिइरहेको तर त्यो व्यक्तिबाट तपाईँलाई त्यो कुराहरू जुन तपाईँले दिइरहेको टाइम एनर्जीको भ्यालु नगरिरहेको जस्तो फिल हुन्छ। इफ फिल हुन्छ भने चाहिँ त्यस्ता व्यक्तिबाट एज सुन एज पोसिबल है जतिसक्दो चाँडो चाहिँ तपाईँले सम्बन्ध स्लो डाउन गरेको राम्रो। अदरवाइज त्यस्तो सम्बन्धहरूले चाहिँ तपाईँलाई लाइक स्लो पोइजनको काम गर्दै जान्छ क्या। तपाईँको डे टु डे एक्टिभिटिज, तपाईँको लाइफको गोल एचिभमेन्टको कुराहरू, यस्तो कुराहरूमा चाहिँ तपाईँलाई ड्र्याग डाउन गर्दै लान्छ क्या, स्लो बाई स्लो। एन्ड एट द एन्ड तपाईँलाई धेरै कुराहरू चाहिँ तपाईँको डिस्ट्रोय गराइदिन्छ। सो स्टप इट फ्रम टुडे गाइज है। थ्याङ्क यू सो मच।